Good morning, sir. Hey, good evening, sir. Good evening, good evening, Good evening, sir. good evening. Good evening, sir. Good evening, हजुर, good evening. सर मैले होमवर्क गरेको थिएँ त्यहाँ पठाइदिएको छु है च्याटमा। ए हो हस् सर जाडोले बढिसकेको छ अहिले। कार सिल्वा ल म तपाईँलाई सेयर स्क्रिन मेरो माइकको समस्या हो कि तपाईँको घोटेर हजुर आयो त भन्नुहोस् है खाना खानुभयो हजुर? मैले खाना सर अघि हतार हतार खाएँ नि हौ यहाँ भर्खर क्लास सकाएर फेरि यो अर्को बिस्तारै क्लासमा थिएँ अनि क्लास लिँदै खानुपर्छ नि सर। आमामा त्यसरी यहाँ केही नगरिकन पढाउँदा त गाह्रो हुन्छ झन् खाना खाँदै पढाउन थाल्यो भने के हुन्छ होला लौ न हो उपाय के त्यो त हुन्छ होला के खानुभयो सर आज तपाईँ? हामी क्लासमा त मासु लगभग खाएर भात बस्छौँ। तपाईँहरूलाई त कलेजमा सजिलो छ नि तपाईँहरूलाई अनि एक्लै हेर्ने हो सरले बोल्या सुने भइगयो त अनि त म त सर यहाँले लेख्दै फेरि सर ल हामीहरूलाई यहाँ पनि क्वेसन दुःख एकजना छ। साथीले गर्नुभएछ सर पुकार भन्ने बोर्ड साथीले इक्जामसम्म यो अनलाइन क्लास हुन्छ? त्यो हुन सक्छ अब त्यो मलाई चाहिँ ठ्याक्कै नै भएन अब सरहरूले मलाई सर अब क्लास भयो भन्यो भने छोडिदिने हो सर लिइदिनु भन्नुहुन्छ भने लिइदिनु एकचोटि उसमा सोध्नु न है प्रशासनमा अनि सर हामीहरू मिलाएर मतलब त्यहाँसम्मको बोर्ड इक्जामसम्मको पैसा दिन्छु होइन, अनि हामीहरूलाई त्यो क्लास गरिदिए राम्रो हुन्थ्यो। त्यो कुरा चाहिँ उसमा राख्नु न ल उयो हाम्रो के रोहन सर अनि के त्यहाँ राम सर के भन्नुहुन्छ सर उहाँहरूलाई त्यही त एकपटक कुरा राख्नु ल सर त्यही त पहिला हाम्रो साथीहरू पहिला छलफल कस्तो गर्छ थियो अनि त्यसकारण ए तपाईँहरू पनि यसो डिस्कस गर्नु होला सर तपाईँहरू ग्रुप तपाईँ छ होला एकचोटि ग्रुपमा तपाईँलाई भनिदिनु न सोध्नुको लागि, अनि त्यसपछि कुरा गरेर अनि हामीहरू सरलाई भन्छु, त्यसपछि तपाईँलाई पनि थाहा भइहाल्छ नि हुन्छ कि हुँदैन बोर्ड इक्जामसम्म क्लास। मलाई लाग्छ मलाई चाहिँ पछि समय अनलाइन क्लास चाहिँ गर्न त भन्नुभएको छ भन्न चाहिँ अब तर के गर्नुहुन्छ उहाँहरूको विचार हो क्या यस्तो हो क्या भाइ म त अझ पैसा लिएर तपाईँलाई पढाउन आउने हो होइन पैसा लिएर हजुर आउने पढाउन आउने तपाईँहरू कोही यहाँ 12 कक्षामा चाहिँ पैसा तिरेर पढ्न आउनु भएको छ तपाईँहरू चाहिँ फ्रीमा पढिरहनु भएको छ त्यति फरक हो अनि म चाहिँ फेरि दुइटै क्लासमा मात्रै पैसा लिने हो फेरि ए यस्तो हो क्या म चाहिँ फेरि अब होइन पैसा सर, लिएर पढ्ने हो त्यस्तो पनि हजुर हुन सक्यो नि हजुरको। अहिले तपाईँ क्लास गराउनु भइरहेछ अनि कुनै दिनको बाद फेरि गराउँदैन भने हामीहरूलाई फेरि गाह्रो हुन्छ बादमा गएर। त्यस्तो त्यति साह्रो त नगर केही न केही अप्सन तपाईँलाई दिन्छ दिन जहाँसम्म लाग्छ मलाई है त्यो मलाई फेरि क्लियर थाहा छैन त्यो बारेमा अब हामी त हामी कर्मचारी नि है म त्यहाँ यसो हजुर सर। पढाइदिने हो टिचरले त पैसा लिने पढाउने काम न हो हाम्रो त्यसैले अब हो अरूको काम चाहिँ अरू के हुन्छ कसो हुन्छ मलाई चाहिँ थाहा भएन त्यो बारेमा तपाईँले अहिलेदेखि त्यहाँ कुरा राखिराख्नु त्यो अनुसारको उहाँहरूले मलाई इन्फर्म गर्छ है बाबु को हुन्छ बोल्नु सर। भएको सर पनि तपाईँ एकचोटि सबै स्टुडेन्टलाई भनिदिँदा राम्रो हुन्थ्यो। ए सर ल सबै हजुर हजुर धनठुलो कि विद्या? हजुर धनठुलो कि विद्या? होइन यहाँ डिबेट चलेको त होइन नि नानी त्यो फुर्सदमा कुरा गरौँ ल त्यसको बारेमा ल हुन्छ सर। तपाईँले जे रोज्नुभयो त्यही ठुलो ल दुईटै बराबर सर। ल ठिक सर छ हजुर एक्सक्युज मी सर। सर तपाईँलाई होइन त्यो म्याथको बारेमा थाहा छ म्याथ क्लास हुन्छ कि नै भनेर? थाहा छैन नानी मलाई त्यो प्रशासनको बारेमा के हो कसो हो कति कुन क्लास हुन्छ पढाइ कति बजे सार्नु यताउता मलाई थाहा भएन मलाई के चाहिँ थाहा छ भने अकाउन्ट सब्जेक्ट बुझ्यो कि बुझेन तपाईँलाई सोध्ने थाहा छ अनि कति बजे क्लास हुन्छ त्यो चाहिँ थाहा छ अरू प्रशासनिक कुराहरू मलाई थाहा छैन ल तर टुवेल्भको अकाउन्ट क्लासले धोका दियो नि सर। किन त्यही क्लासले धोका दियो हो नि। युथ इङ्ग्रेजीले नै यो दिन क्रेजीले नै धोका दियो। कसरी क्लास डिसेम्बर 10बाट पढाउँदै पढाएन। यहाँ अहिले क्लास 12 को त भइरहेछ त त्यो त पेको होला सर, फ्री त भएन। ए फ्री 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 भएको छैन है त्यो त्यो सरहरूकै कुरा होला त्यो केही न केही होला मलाई त्यो बारेमा चाहिँ नसोध्नु ल त्यही भएर यहाँ बाबुले अहिले यहाँ भर्खरै भन्नुभएको त्यही कारणले होला होइन यहाँ भर्खर को बोल्नु भएको थियो एकजना म उहाँ कृष्ण साथीले हजुर।
कृष्ण यादवले भने जस्तै बिचमा फेरि मलाई नलिनु अथवा के गर्नु भन्यो भने त्यो चाहिँ मेरो बसको कुरा भएन क्या। ल छोडिदिउँ त्यो कुरा। अब यसो गरौँ न, अब क्लास हुन्जेल गरौँ। तपाईँले त्यहाँ मलाई लाग्छ यो क्लास कन्टिन्यू नै गर्नुपर्छ, गर्नु पनि हुन्छ होला जहाँसम्म लाग्छ। त्यसको सर लागि बिचमा गर्नु केही भइहाल्यो भने म्याथमा त्यस्तै भन्नुभयो सर सरहरूले कन्टिन्यू कि गर्दा राम्रो हुन्छ, नत्र राम्रोसम्म बिचमा हुन्छ। गरेर छोड्यो भने हामीलाई फेरि गाह्रो हुन्छ, त्यस कारण हजुरलाई मैले हो भनेको। सर म्याथको विषय यस्तै भन्नुभयो सरहरूले कि बोर्ड इक्जामसम्म नै हुन्छ, तर बिचमा नै छोड्नु भयो। हो म अकाउन्ट पनि के थाहा हो 12 को। सर ल बिचमा यस्तो फेरि होला। छोड्दाखेरि गाह्रो हुन्छ नि फेरि। त्यही त त्यो त्यो त यस्तो हो क्या। त्यही भएर त्यो बारेमा चाहिँ पहिले तपाईँहरू पहिले अलि बरु कन्फर्म गराउनु। हामी अलिअलि के कतिको तिर्नुपर्ने के हो कसो हो समस्या पर्यो भने है, अब त्यो सर त्यस्तो भइरहेको छ भने तपाईँ भन्नु भन्नु है न पहिले। कि यस्तो यस्तो भनिरहेको छ स्टुडेन्टहरू भनेर। सर यस्तो सुरुमा भनेर फ्रीमा पढाउँछ अनि फेरि बिचमा नै छोडिदिन्छ सरहरूले। त्यसो भए हाफ पैसा तिर्ने हाफ चाहिँ नतिर्ने त्यसो भए हो सर। बिचमा छोड्यो भने हामीलाई पनि घाटा हुँदैन अनि सरलाई पनि घाटा हुनुहुन्न। हामीलाई पहिला कुनै पनि इन्फर्मेसन अथवा आश नदेखा भए हामीले त्यही नै तिर्छौँ कि आश देखा के यो सिक्रेसीले। हजुर हजुर कुरा त सही नै हो। ल ल ल ल अब यसोहरू स्टार्ट गरौँ। यहाँ धेरैजना साथीले स्टार्ट गरौँ भन्नुभएको छ होइन, सुरु गरौँ। त्यो प्रशासनिक कुरा भयो क्या, त्यो मेरो कुरा रहेन क्या। फेरि मैले भनिनँ तपाईँहरू स्टुडेन्ट म टिचर्स होइन। अब यहाँ म चाहिँ पढाउन आउने, म तपाईँहरूलाई पढाउने हो अनि तपाईँहरू चाहिँ पढ्न आउने, यति फरक छ। त्यसैले अब यी एक्स्ट्रा कुराहरू मलाई अलिक थाहा छैन होइन। अब त्यो बिचमा के क्लास भइरहेछ, कसो क्लास भइरहेछ त्यो मलाई पनि थाहा भएन। मलाई चाहिँ सरहरूले ल यसो फ्री क्लास यसो लिइदिनु न भनेर मैले ल्याइदिएको हो। ल अब स्टार्ट गर्नु भनेर यहाँ धेरैजना साथीले मलाई गाली गरिसक्नु भएको छ, रिसाउनुहुन्छ। ल भयो सर पछि गफ गरौँ ल। हस् ल हामी पछि गफ गरौँ ल भन्दै आजको सेसनमा तपाईँहरूलाई अलिकति हजुर भन्नु त के भन्नु खोजे हजुर। नेट स्लो छ सर त्यसो। ए ल ल मैले म्युट गरेँ है त, च्याट बक्समा लेख्नु होला के भन्नुभएको। ल जा मैले मुखै ड्याममै बन्द गरिदिएँ। ल एकजना साथी त खत्रै मुस्कान दिएर बसिरहनु भएको छ त हौ। मलाई म त खङरङ्गै तर्सेँ त। आमामा के हो अगाडि फुत्तै आउँदाखेरि त अन्त। लो मैले यो भिडियो पनि अफ गर्छु किनभने नेट स्लो हुनेहरूलाई यो भिडियोले पनि अलिकति नेट फप्पै खाइदिन्छ क्या। त्यसैले म भिडियो पनि अफ गरेँ। यो भिडियो काम छैन। मेरो अनुहार त्यो चिम्सो अनुहार कति हेर्नु र होइन। अब तपाईँहरू जस्तै ह्यान्डसम भइदिए त म खतरा देखाइरहेको थिएँ। अब आफू यो चिम्सो आँखा परेको मान्छेलाई कति हेर्नु होइन। ल भन्दै हाम्रो सेसन अस्ति हामीले यहाँ नोट पनि हेरिदिनु सर भन्नुभएको छ एकजना साथीले। मैले हेर्न त हेर्थेँ है, आज चाहिँ मैले अलिकति भ्याइनँ जस्तो लाग्यो, गफमा अलिकति भुल्यौँ। त्यसैले मैले यहाँ के गरौँ त, मैले सरसर्ती गरिदिउँ एउटा हिसाब जस्तो लाग्यो मेरो पनि। भन्नुभयो ल देखाउनु पर्यो रे मैले 9 नम्बरको सर भनेर एकजना। ल एकैछिन ल तपाईँलाई सोधेको क्वेसनको आन्सर म दिन्छु एकचोटि च्याट बक्समा हेरेर अनि त्यसपछि सुरु गरौँ ल। के भन्नुभएको छ यहाँ पुकारले हेरिदिनु भन्नुभयो। यो के गरेको बाबु तिमीले, यो यसो हेर्दाखेरि के गरेको रहेछ भने क्यास बुक विथ क्यास एन्ड ब्याङ्क। ल यो डबल कलम क्यास बुक गर्नुभएको रहेछ। कुन क्वेसन हो ठिक छ, यो गरेको म तरिका मात्रै हेर्छु। सिडिबिडी निकालेको ठिक छ। ल डेट पनि राख्ने है, यहाँ सिडिबिडीको डेट छुट्या छ तल बिडी लेख्दाखेरि। अरू गरेको तरिका मलाई लाग्छ जहाँसम्म ठिक छ यो। ल ठिक छ। अनि अर्को के गर्नुभयो, यो क्वेसन यही हो, यो क्वेसन हो क्यास डिपोजिट इन द ब्याङ्क। यो मैले हिजो गरेको क्वेसनहरू हो कि के हो है, मैले हिजो दिएको होमवर्क दिएको जस्तो लाग्यो। ल ठिक छ, त्यसको आन्सर यहाँ दिएको छ कि छैन, यसको आन्सर पनि दिएको हुनुपर्छ। आन्सर दिएको छैन हो, आन्सर दिएको छैन भने त्यसलाई म फेरि मैले गरिदिन्छु है। यो ट्रिपल कलममा बनाएर गरिदिन्छु। एकजना साथीले पनि देख्नु भएको छ, पवनले पनि। ल र ट्रिपल नै गरिदिएछ एकजना बाबुले त गजबले। ल ठिक छ, अब यसलाई म फेरि गर्छु। यहाँ एकजना धेरैजना साथीले सर गरिदिनु न भन्नुहुन्छ होला। ट्रिपलको म गर्छु त्यही क्वेसन लिएर। सर आजको
च्याप्टर स्टार्ट गर्नु ओके हस् हस् म सुरु गर्छु के लेख्नुभयो सर गफमा हो त गफमा हामी जाने नै होइन नि अब त सुरु गर्न थाल्यौँ ओके यो क्वेसन पनि गरिदिनु भन्नुभयो क्यारे क्यास बुक विथ क्यास एन्ड ब्याङ्क कलम वाला यो त एकदमै सजिलो छ है यो त एकदमै सजिलो दुईटा डबल कलम डबल इन्ट्री दिएको छ होइन कन्ट्रा एन्ट्री दिएको छ एउटा चाहिँ कन्ट्रा एन्ट्री छैन है यो 9 नम्बरको त्यही पनि म क्वेसन डाउनलोड गरेर चाहिँ राख्छु परिहाल्यो भने हामी झ्याप्प गरिहालौँला त्यसमा ठुलो कुरा होइन सर भिडियो अफ गर्ने हो भिडियो अफ गर्नै पर्छ मैले पनि गरिसकेँ सर अहिले पढाइ हुन्छ त के भन्नुभयो अहिले पनि सर यो बुझेन ए ए ल ठ्याक्कै म यही बुझाइदिन्छु है यो मन्जित यादवले भनेर छ ल म त्यही क्वेसन गरिदिन्छु है ल सर अहिले केही पढ्ने हुन्छ त हामीले यही पढ्छौँ यही सकेको छैन यही ट्रिपल कलम क्यास बुकको म एउटा गरिदिन्छु सर तपाईँ जस्तो भए पनि हाम्रो होइन सर अहिले नि पढ्ने हुन्छ त ओके के भन्नुभयो छिटो 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 है त छिटो जानुपर्छ आमामा यहाँ रोकिने भयो 12 को सुरु ओके ल सुरु गरेँ हेमन्तले पनि एउटा क्वेसन ड्याङ्ग पठाउनु भएको छ यस्तो क्वेसन त हामी गजबले गर्छौँ त नि हो ल पहिला मैले त्यो हिजो दिएको होमवर्कमा सरसर्ती फटाफट गर्छु होइन फटाफट म गर्छु फटाफट गर्छु तपाईँहरूले बुझ्नु चाहिँ यहाँ व्हाइट बोर्ड युज गर्नु न भन्नुहुन्छ ल म व्हाइट नै युज गर्छु ल सेतो अन्त आँखै खाने गरी ल अब म क्वेसन हिजोको क्वेसन दिएको मैले होमवर्क दिएको थिएँ तपाईँहरूलाई कुन थियो त यही थियो होला जहाँसम्म लाग्छ यही क्वेसन हो ल यही क्वेसन हो सर मैले बुझिनँ भनेर एकजना साथीले मलाई कमेन्ट गरिहाल्नु भयो भनेपछि त मैले त गर्नु पर्यो मैले त यो गर्नै पर्यो त होइन त मैले त यो गर्नै पर्छ लु अब यो च्याप्टर गर्दाखेरि सम्झिनु पर्ने कुरा के हो रे फेरि दिमागमा राख्नु पर्यो नि त के कुरा सम्झिनु पर्छ रे यो च्याप्टर गर्दाखेरि सम्झिनु पर्ने कुरा एउटा होइन रेकर्ड अनली के क्यास ट्रान्ज्याक्सन मात्रै रेकर्ड गर्ने भन्ने कुरा एउटा होइन अनि अर्को ओके एउटा चाहिँ यदि इफ क्यास अथवा चेक इन छ भने त्यो डिआरमा राख्ने इफ क्यास अर चेक आउट छ भने कहाँ जाने सिआरमा जाने के बाहेक एक्सेप्ट कन्ट्रा एन्ट्री होइन कन्ट्रा एन्ट्री बाहेक कन्ट्रा एन्ट्री चाहिँ दुवै साइडमा रेकर्ड हुन्छ तर कन्ट्रा एन्ट्री हुनुको लागि ट्रिपल कलम क्यास म यसैलाई ट्रिपल कलम क्यास बुक बनाउँछु है साथीभाइ हो म यसैलाई ट्रिपल कलम क्यास बुक बनाइदिन्छु ल कन्ट्रा एन्ट्री पनि थाहा छ कन्ट्रा एन्ट्री केलाई हामी कन्ट्रा एन्ट्री भन्थ्यौँ होइन एउटा बिजनेसले ब्याङ्कमा पैसा यसरी डिपोजिट गर्दाखेरि अर्को पैसा निकाल्दाखेरि होइन विथड्र गर्दाखेरि यो दुईटा क्वेसन आयो भने कन्ट्रा एन्ट्री हुन्छ अब यहाँ हामीले ट्रिपल कलम क्यास बुक गर्दाखेरि कन्ट्रा एन्ट्री कुन हुने भयो त भने यो 12 महिना 26 गतेको कन्ट्रा एन्ट्री हुने भयो होइन त एउटा मात्र दिएर छ यसमा कन्ट्रा एन्ट्री है अरू दिएको छ त अरू त छैन ल अब हामी सुरु गर्छौँ यो क्वेसन डेन्जर रहेछ नि त एकदमै हाई लेभलको क्वेसन बनाइरहेछ नि त यो मैले पहिला कोरोनाको बेलामा पढाएको क्वेसन हो यो होइन मैले टाइप गरेर राखेको थिएँ अहिले काम लाग्यो मलाई गजबले ल अब हामी जर्नल गरौँ त सरी जर्नल भनिरहेको छु ट्रिपल कलम क्यास बुक गर्छु है त के भनेको क्यास बुक विथ क्यास एन्ड ब्याङ्क अरू साथीले चाहिँ उयो गर्नु त यहाँ च्याट बक्समा राख्ने साथीहरूको च्याट बक्समा हेरेर डाउनलोड गरेर कुनै एउटा ट्याक्क लिएर गर्दै गर्नु यो गरिसकेको छ भने लास्टमा चेक गर्दा पनि हुन्छ यो त आफूले बुझेको छ भने होइन यो लेख्दा पनि हुन्छ नाम अर्को नाम के हो त ट्रिपल कलम क्यास बुक भनेर भन्दा पनि भयो है सिधा यो भन्दा पनि हुन्छ ल अब टकसँग भने फर्मेट खतरा बनाउनु पर्छ त होइन त फर्मेट त गजबले बनाउनु पर्यो बिचमा टी सेप बनाइहाल्नु पर्यो टी सेप होइन टी सेप भनेर थाहा छ होला टी सेप बनाएपछि ट्रिपल भनेपछि 3टा कलम बनाउनु पर्यो है 1 होइन त 2 3 हेर त ट्रिपल कलम अब त्यसरी अटाउन सक्दैन भने ल्यान्डस्केपमा बनाउँदा हुन्छ है ल्यान्डस्केप अनि सानो एलएफ अनि यतातिर डेट
ल यतातिर डेट ल डेट अब यता चाहिँ फेरि के त यता फेरि ट्रिपल 3वटा कलम 1 एउटा कलम 2वटा कलम 3टा कलम सँगै एलएफ अनि यतापट्टि के हो त डेट ल यसरी बनाउनु पर्यो ट्रिपल कलम क्यान्सल सँगले चिटिक्क बनाइदियो भने त खतरै हुन्छ ल अब यो साइडको डक्टरको साइड हो यो साइडमा कन्डक्टर बस्छ भने बुझ्ने लेख्न नबिर्सिने है यो ल हामी यहाँ डाटै लेख्छौँ डाटे डेट यहाँ पार्टीको कुलर हैन अनि यहाँ के हो त क्यास लेख्नु होला यहाँ ब्याङ्क लेख्नु होला अनि यहाँ डिस्काउन्ट लेख्नु होला डिस्काउन्ट हैन अनि फेरि यहाँ डाटे लेख्छौँ डाटे अनि पार्टीको कुलर अनि यहाँ हामी के गर्छौँ एलएफ लेख्छौँ अन्त एलएफ यहाँ पनि एलएफ छुट्टै छ ओए मर गेलियम के भएको यस्तो ओके यहाँ हामी एलएफ लेख्छौँ हैन अनि यहाँ क्यास लेख्ने ब्याङ्क लेख्ने अनि यहाँ के लेख्ने त डिस्काउन्ट लेख्ने भनेर बस्नु पर्यो ल सबभन्दा पहिला क्वेसन हेर्नु पर्यो ल है यो क्वेसन के भनेको छ ए क्यास इन ह्यान्ड 20,000 क्यास एट ब्याङ्क 50,000 कति सजिलो यहाँ डिआरसिआर के पनि बोलेको छैन त्यसले हैन सिधा त्यसले हामीले डेबिट साइड राख्नुपर्ने हुन्छ के भनेर राख्ने सिधा के भनेर राख्ने 2 कुन डेटमा हो 12 महिना 1 गते ओए कहाँ गयो 12 महिना 1 गते ल 12 महिना 1 गते टु ब्यालेन्स बिडी भन्नु पर्यो नि त के भन्नु पर्यो टु ब्यालेन्स बिडी भन्नु पर्यो ब्यालेन्स बिडी कति पैसा क्यासमा क्यास भनेको छ क्यासमा राख्ने ब्याङ्क ब्यालेन्स भनेको ठाउँमा ब्याङ्कमा पैसा राख्ने ल 20,000 दिएको छ क्यासमा 20,000 ब्याङ्कमा कति छ 50,000 50,000 यहाँसम्म केही गाह्रो त नहोला अब सिधा दोस्रो नम्बर क्वेसनमा गएँ मैले पर्चेज गुड्स फर ₹10,000 एन्ड पेड 4,000 इन क्यास द ब्यालेन्स अमाउन्ट पेड थ्रु द चेक आफ्टर रिसिभिङ 5% डिस्काउन्ट कति सजिलो छ गाह्रो भन्नुहुन्छ सामान किन्दाखेरि अब यो कन्ट्रेन्टी त होइन नि हैन कन्ट्रेन्टी होइन कन्ट्रेन्टी आएको कुन छ यसमा यो 12 नम्बर मात्रै छ कन्ट्रेन्टी त्यसो भए एक साइडमा मात्रै जानु पर्यो कि डिआर कि सिआर ल भनौँ 12 महिना 5 गते पर्चेज गुड्स छ डिआर जाउँ कि सिआरमा जाउँ डिआर जाउँ कि सिआरमा जाउँ भन्यो भने सिधा भन्नुहुन्छ होला सामान किन्दाखेरि पैसा आउट हुन्छ सर त्यसैले सिआरमा जाउँ भन्नु भइसक्यो त्यहाँ भाइ बहिनीले हैन त त्यसैले सिआरमा जानु पर्यो कति 12 महिना 5 गते 12 महिना 5 गते ल सिआरमा जाने हेर्नुहोस् है म अमाउन्ट राखेको हेर्नुहोस् है त क्यास तिर्यो 4,000 भनेको छ त्यसले क्यासमा राख्नु न 4,000 थुपुक्क है आँखा चिम्लेर है अनि ब्यालेन्स अमाउन्ट चाहिँ चेकबाट तिर्ने रे ब्यालेन्स पैसा कति थाहा छैन अहिले 500 रुपियाँ डिस्काउन्ट भनेको छ 500 रुपियाँ डिस्काउन्ट भनेको छ ल आफै बुझ्नु न 10,000 को सामान किनेको छ हेर्नुहोस् है यता साइडमा 10,000 को सामान किन्ने 4,000 केमा तिर्ने क्यासमा तिर्ने अनि कति बाँकी रह्यो 6,000 बाँकी रह्यो 6,000 मा पनि डिस्काउन्ट कति तिर्यो डिस्काउन्ट कति लियो 500 डिस्काउन्ट अब कति 5,500 बाँकी रहेन यो ब्यालेन्स हो कि हैन यो ब्यालेन्स भयो हो ब्यालेन्स चाहिँ चेकबाट रे भनेपछि कति 5,500 बुझ्नुभयो कि भएन मलाई थाहा भएन सर बुझेन भन्ने साथीहरूले भन्नु पर्यो 5,500 ल यो अमाउन्ट राखेको बुझ्यो होला अब यहाँ पर्टिकुलर के राख्ने यो पैसा किन गएको पैसा त तिरेको हो नि हामीले पैसा तिर्दाखेरि सामान किनेको त्यसैले बाई पर्चेज अकाउन्ट भन्नु पर्यो बाई पर्चेज अकाउन्ट भन्नु पर्यो हैन ल अब यो नबुझ्ने केही छ त यो 12/5 मा नबुझ्ने कोही छ के चाहिँ बुझेन 4,000 5,000 4,000 अथवा 5500 राखेको नबुझेको हो कि 500 रुपियाँ नबुझेको हो कि के छ भने भन्नु पर्यो बुझेको छ भने यस नबुझेको छ भने नो छ भने कुन चाहिँ नो
सुरु गर्नु छिटो सर। ओके सर म न्यू स्टुडेन्ट है सर। हस् न्यूले पनि बुझ्नुपर्छ सर। हजुर कुनै पाठ भइरहेको छ त? के अरे सर हजुर कुनै पाठ भएर आएको छ त? के भने है मैले बुझिनँ। कृष्ण यादवले के भन्न खोज्यो? एलएफ भनेको ल आज आज धमला धमला दिपेन्द्र ल एलएफ भनेको लेजर फोलियो नम्बर। अर्को एकजनाले आन्सर दिइसकेको छ। गजब गुड। यसरी आन्सर दिन्छ साथीहरूले। जे होस् सर कसरी डेबिटमा लेख्ने भयो क्वेसन बुझाइदिनु। अनि सामान किन्दाखेरि के हुन्छ? ओ सिनु बहिनी सामान किन्दाखेरि पैसा के हुन्छ? पैसा आउँछ कि जान्छ? अनि जाँदाखेरि क्रेडिटमा जाँदैन हैन, क्यास आउट हुन्छ नि त। सामान किन्दाखेरि क्यास आउट हुन्छ। आउटको मिनिङ क्रेडिट हैन र? त्यसैले क्रेडिट साइनमा गयो। सिआरमा आउँछ। लो न सर ओके ल सबैले बुझ्यो त? बुझे सर बुझेछ सर। अहिले च्याटमा बढी दे अनि दिनु। ओके ओके हस् ओके सर फर्स्ट क्वेसन सर तपाईँ कुनै च्याप्टर पढाउने हुन्छ त सर अहिले भनौँ न। ए ए अहिले हामीले पढ्दै गर्दा क्यास बुक हो नि। नामै क्यास बुक छ त यहाँ क्यास बुक भनेर हैन। सब्सिडियरी बुकको क्यास बुक हो क्या। सब्सिडियरी बुकको क्यास बुक गरेको। ल अब हामी अगाडि बढ्छौँ है। यो बुझ्नु भएछ ठिकै छ। ल अब हामी 12-9मा जान्छ। 12-9मा के छ? 12-9 क्वेसन पढ्नु त। यो कन्ट्रेन्टिभ हो त? पक्कै पनि होइन कन्ट्रेन्टिभ होइन हैन। 12-9 कन्ट्रेन्टिभ होइन। रिसिभिङ क्यास 2700 फ्रम द डेप्टर्स। डेप्टर्सबाट पैसा लियो 2700 रुपियाँ र डिस्काउन्ट घटाएर भनेको छ। हो यो क्वेसन बुझ्नु पर्यो। यो क्वेसन बुझाउन सकिन्छ त मैले अब यिनीहरूलाई। 2700 रुपियाँ लियो भनेको छ हैन डेप्टर्सबाट। तर त्यो 2700 रुपियाँ के हो? 2700 रुपियाँ त 10% घटाएर आएको पैसा हो नि त। 10 आफ्टर डिडक्टिङ 10% डिस्काउन्ट भने के? यो 2700 रुपियाँ लियो 10% घटाएर भनेको छ। डेप्टर्सबाट 2700 रुपियाँ लियो रिसिभ 2700 आफ्टर डिडक्टिङ 10% डिस्काउन्ट। दिस मिन्स द्याट 2700 इज अमाउन्ट इज आफ्टर डिडक्टेड 10% अमाउन्ट है त। 10% घटाएपछिको अमाउन्ट है त्यो 2700 रुपियाँ। ल यो कन्ट्रेन्टिभ होइन भने त बुझ्यो। त्यसो भए डेबिटमा जाउँ कि क्रेडिटमा जाउँ? अहिले कुन चाहिँले सोधेको त्यसैलाई सोचौँ खै एकछिन। यहाँ कुन चाहिँले कसरी भन्नुभएको थियो नि? ए सिनु नानीले लेख्नु त यहाँ। ल यो क्वेसन बुझ्नुभयो नि। क्यास रिसिभ फ्रम डेप्टर्स भनेको छ होइन। क्यास रिसिभ फ्रम डेप्टर्स भनेको छ। अब यो डिआर जाउँ कि सिआरमा जाउँ? सिनुको आन्सर आउनु पर्यो मलाई। के सिनु भन्ने मान्छेको खै आएन। ल डिआरमा जानु पर्यो। किन? रिसिभ छ क्यास आएको छ होइन। क्यास आयो भने हामी डिआरमा जान्छौँ। त्यसैले डिआरमा जानु पर्यो है त। बल्ल लेखेँ त सर डिआर सर। अब बुझ्नु पर्यो यसरी। गुड। डिआरमा जानु पर्यो। किन डिआर? रिसिभ छ भने डिआरमा जाने भनेको छ। ल अब के रिसिभ गरेको छ त? 2700। 2700 क्यास रिसिभ भनेको छ। त्यसैले क्यासको कलममा हेरेर त मैले 2700 लेखेको हो। बुझ्यो नि होइन? 2700 क्यास कलममा लेखेको बुझ्यो होइन? क्यास रिसिभ भने चाहिँ डेबिटमा राख्नुपर्छ भन्ने बुझ्यो। अनि 2700 किन डेबिटमा राखेको? रिसिभ छ त्यसैले। के भन्दैछ? ओके 2700। ल अब मलाई भन्नु पर्यो डिस्काउन्टमा पैसा कति? डिस्काउन्टमा कति निकाल्दै गर्नु होला। न्यारेसन के यहाँ पर्टिकुलर के लेख्ने? पैसा लियो। केही कारण छ? पैसा लिनुको कारण छ सामान बेचेर कमिसन आएको अथवा इन्ट्रेस्ट आएको, केही पैसा ज्याला लिएको भन्ने केही रिजन छ? छैन। केही पनि छैन रिजन। बेचेको भन्ने पनि केही पनि छैन। अब रिजन छैन भने के लेख्ने रे? अर्को वाइ भन्ने रिजन छैन भने फ्रम होम कोबाट लिएको भन्ने चाहिँ हेर्नु पर्यो। कोबाट लिएको? डेप्टर्सबाट लिएको। त्यसैले हामी लेख्नु पर्यो टु डेप्टर्स अकाउन्ट लेख्नु पर्यो होइन र? ल अब डिस्काउन्टको अमाउन्ट कति होला? कसले भन्ने होला? यो चाहिँ एकदमै बुझ्ने पर्यो है। 2700 रुपियाँ लिएको तर त्यो 2700 रुपियाँ चाहिँ 10% घटाएपछिको, 10% घटाएर आएको, 10% घटाएर आएको। त्यसो भए यो कति पर्सेन्ट हो? यो 90% हो भने बुझेको बुझेन? 2700 भनेको 90% हो। हामीलाई चाहिएको कति पर्सेन्ट हो? 10% अमाउन्ट चाहिएको। ल अब 10% कसरी निकाल्ने? कति आउँछ कसले निकाल्ने यहाँ पक्नु है त।
डिस्काउन्ट 270 गलत 270 सबले 270 भने हो। एकजनालाई केदार चौधरीले 300 लेख्यो, कतै त्यहाँ म सहमत त भएन। 300 झन्डै सहमत भएँ कि क्या हो 300 मा 270 भने अर्को सिनी सुनीले 300 100 सर हो गजब। ल है 300 र 270 मा यहाँ भिडन पर्यो। ल खतरा भिडन त पर्यो। यो धनराजले भनेको छ 300 ठिक छ, धमलाले पनि भनेको छ, धमलाले पनि 300 भनिदियो। ल है 200 र 300 मा यहाँ भिडन त पर्यो। ल ल अब म पनि एउटालाई त सपोर्ट गर्नु पर्यो मैले त होइन। ल अब एकछिन ल छोड्नु च्याट लेख्न छोड्नु। अब म पनि कहाँ जान्छु होला त भन्यो भने म पनि जान्छु सायद कहाँ जान्छु त भने यहाँ बुझाउँछु अनि म त्यहीँतिर जान्छु है त। ल हेर 2700 रुपियाँ रिसिभ गरेको भनेको 10% घटाएको रे। पर्सेन्टेज भनेको कतिमा हुन्छ जहिले? पर्सेन्टेज भनेको 100 मा हुन्छ नि। 10% घटाएको मिनिङ कति पर्सेन्ट? 90% हो कि होइन? पर्सेन्ट भनेको 100, पर्सेन्ट भनेको 100, पर्सेन्टेज भनेको 100 अनि 10% घटाएको मिनिङ के? 10% घटाएको मिनिङ के? 90% हो कि होइन? अनि यो 90% भनेको 2700 रहेछ हो कि होइन? 2700 भनेको 10% घटाएर आएको पैसा भनेपछि यो कति? 2700 भनेको 90% रहेछ। अनि हामीलाई चाहियो कति पर्सेन्ट? डिभाइड बाई 27 गर्ने। हेत्तेरिका डिभाइड बाई कति गर्नु? 90 अनि चाहियो कति हो? कति पर्सेन्ट? 10%। अब निकाल्नु कति आउँछ यो? निकाल्नु त 2700 डिभाइड बाई तपाईँले 2700 भनेको त 90% हो रे हैन। 90% डिभाइड बाई 90 गर्नु पर्यो अनि इन्टु के गर्नु पर्यो त 10 गर्नु पर्यो। त्यसो भए म कता गएँ? म पनि 300 तिरै गएँ हैन त। भने यहाँ कति रहेछ? 300 रुपियाँ रहेछ। यता यहाँ लेखेँ मैले 300 रुपियाँ। ल 300 डिस्काउन्ट आयो। किन आयो भनेर क्वेसन मनमा आयो होला। यहाँ क्वेसन बुझेको छैन त्यसो भए क्वेसनमा इङ्ग्लिस बुझ्नु पर्यो अलिकति। इङ्ग्लिस बुझ्ने गाह्रो भयो फेरि। के भनेछ? रिसिभ 2700 फ्रम डेप्टर्स आफ्टर डिडक्टिङ 10% डिस्काउन्ट। यो 10% डिस्काउन्ट घटाएपछि 2700 लिएको डिस्काउन्ट कटाएको पैसा हो। त्यो डिस्काउन्ट कटाइसकेको छ त्यहाँ 2700 मा डिस्काउन्ट कटाइसकेको छ। अनि फेरि 270 बाटै फेरि 10% निकाल्ने हो र? इन्टु डिभाइड बाई 100 गर्ने हो र? 10% त घटाइसक्यो त 10% त घटाइसक्यो। त्यसो भए अनि फेरि त्यसैबाट डाइरेक्ट डिस्काउन्ट निकाल्ने हो र? होइन नि है। त्यसैले यसरी गर्ने भयो। त्यसैले अब यहाँ पनि फेरि देखाइदिन्छु मैले। यहाँ पनि देखाइदिन्छु। 2700 भनेको 90% हो। तिमीलाई चाहियो कति पर्सेन्ट? 10% हो। यसरी आउने यसरी 300 रुपियाँ आएको। ल अब सायद बुझ्यो होला। हामी अर्को क्वेसनमा जान्छौँ हैन त। ल अर्को क्वेसन हेर्नु। क्यास डिपोजिट इन्टु द ब्याङ्क। यो त कन्ट्राइन्टी भयो। क्यास डिपोजिट इन्टु द ब्याङ्क भनेको त कन्ट्राइन्टी भयो होइन? कन्ट्राइन्टीमा कहाँ जानु पर्यो त? कन्ट्राइन्टी भने चाहिँ दुवै साइडमा जानु पर्यो हामीले त होइन। क्यास र ब्याङ्क छ कलममा, क्यास र ब्याङ्क दुइटै आएको छ। त्यसैले डिपोजिट इन्टु द ब्याङ्क भनेपछि यो कन्ट्राइन्टी हुन्छ। अब यहाँ कन्ट्राइन्टीको फेरि पिक्चरमा बुझाइदिन्छु। पिक्चरबाट आज जोइन हुनेहरूलाई कतिजना होला यहाँ फ्याट्ट म भनिहाल्छु है त। ल तसो मान यो हाम्रो बिजनेस, यो हाम्रो ब्याङ्क। हामी कहाँ बसेर हेरिरहेछौँ? यो बिजनेसबाट हेरिरहेछौँ होइन? बिजनेसबाट हेरिरहेछौँ। अनि यो बिजनेसबाट के भइरहेछ? यो बिजनेसबाट के भएको रे क्वेसन? डिपोजिट इन्टु द ब्याङ्क भन्छ। यो बिजनेसले यसरी पैसा लगेर यहाँ ब्याङ्कमा डिपोजिट गर्यो। कति डिपोजिट गरेछ त भनेको? डिपोजिटेड इन्टु ब्याङ्कवाला भयो। यो कति 2000 रुपियाँ। 2000 रुपियाँ ब्याङ्कमा डिपोजिट गर्यो। अनि हेर्नु त बिजनेसमा क्यास युज हुन्छ होइन? बिजनेस के हुन्छ? यहाँ त चेक, यो भनेको ब्याङ्क। ब्याङ्कमा के भयो? इन भयो। बिजनेसबाट के भयो? आउट भयो। आउट भनेको के हो? क्रेडिट। इन भनेको के हो? डेबिट। अनि बिजनेसमा क्यास युज हुन्छ। क्यास डेबिट क्रेडिट साइडमा क्यासमा अमाउन्ट राख भने यसले, अनि डेबिट साइडमा ब्याङ्क कलमको डेबिट साइडमा अमाउन्ट राख भने यसले 2000 रुपियाँ। यो बुझ्यो नि? त्यसैले अब अमाउन्ट राख्छु है म पहिला। क्यासमा कति रे? क्यासको क्रेडिट साइडमा जानु पर्यो। क्यासको क्रेडिट साइड भनेको यहाँ 2000। यो कन्ट्राइन्टीमा रातोले गर्छु है। 2000 रुपियाँ यहाँ राखेँ। अनि ब्याङ्कको चाहिँ कता राख्नु भन्यो यसले? ब्याङ्क चाहिँ डेबिटमा राख भनेछ। डेबिट भनेको यता, यहाँ पनि
2000 रुपियाँ राखे। अमाउन्ट राखेको बुझ्यो कि नै? अमाउन्ट राखेको बिजनेसबाट क्यास आउटको मिनिङ क्रेडिट, क्यास कलमको क्रेडिट, ब्याङ्कमा इन भनेको डेबिट होइन। अमाउन्ट यसरी राख्ने, यो पिक्चरको आधारमा अमाउन्ट राख्ने। ल अब त्यसपछि अमाउन्ट राखिसकेपछि होइन त, क्यासमा पैसा राखेपछि पर्टिकुलर लेख्ने कति सजिलो छ क्या पर्टिकुलर लेख्नलाई। क्यासमा पैसा छ भने ब्याङ्क लेख्ने, ब्याङ्कमा पैसा छ भने क्यास लेख्ने। अब यहाँ यो डेबिट साइडमा के छ, ब्याङ्कमा अमाउन्ट छ भने यहाँ के लेख्ने, क्यास अकाउन्ट भन्नु पर्यो। ब्याङ्कमा क्रेडिट साइडमा क्यासमा छ भने चाहिँ के लेख्नु र भाइ, ब्याङ्क अकाउन्ट भन्नु पर्यो। यसलाई हामी कन्ट्राइन्टी भन्छौँ, यसलाई हामी के भन्छौँ, कन्ट्राइन्टी भन्छौँ। अरूमा भएन, ब्याङ्कले डिस्काउन्टमा भएन। बुझ्नुभयो? ल डेट पनि बिर्सिरहेछ। ल ठिक छ, डेट सबै बिर्सिरहेको छ अहिलेसम्म। डेप्टर्स त्यो हो र त्यो छ भनेपछि 12/9/12/6/16, यो 12/9, यो 12/9, यो 12/16, 12/16, यो पनि 12/16। ल कन्ट्राइन्टी बुझ्नुभयो होला पक्कै पनि। अब अर्को क्वेसन गर्छु लास्ट, अनि म फेरि लास्टमा बुझाइदिन्छु है त। अर्को पेड स्यालेरी यति यति छ, थ्रो चेक भनेको छ। कति सजिलो है। यो के कन्ट्राइन्टी हो? कन्ट्राइन्टी होइन नि होइन, कन्ट्राइन्टी होइन। कि त डिपोजिट कि त विड्र भनेको छ हामीले। भनेपछि कहाँ जानु पर्यो, एक साइडमा जानु पर्यो। डिआर जाउँ कि सिआरमा जाउँ? पेड भनेपछि त सिआर भइहाल्यो नि, आउट हुन्छ। त्यसैले सिआरमा 12/24 बाई, ल के तिरेको, चेक तिरेको छ, चेक तिरेको छ चेक। त्यसैले ब्याङ्कमा राख्ने, चेक तिरेकोले ब्याङ्कमा राख्ने। ब्याङ्कमा कति राख्नु पर्यो, एउटा 500। छुट्टा चाहिँ एकजना जोडेर राख्छु, बुझ्छ बुझ्दैन मलाई छुट्टा छुट्टै राखिदियो है। एउटा 1000 रुपियाँ छ, एउटा चाहिँ 500 रुपियाँ छ। 1000 रुपियाँ के भनेर तिर्या हो, बाई स्यालेरी भनेर तिर्या हो। अनि अर्को बाई रेन्ट भनेर तिर्या हो। 500 चाहिँ रेन्ट भनेर तिर्या हो, 500 चाहिँ रेन्ट भनेर तिर्या हो। अर्को चाहिँ स्यालेरी भनेर तिर्या हो। म एकैछिन अलिक सानो लेख्छु ल। बाई स्यालेरी, स्यालेरी चाहिँ 1000 रुपियाँ तिरेको, ब्याङ्क चेकबाट तिरेको है, चेकबाट तिरेकोले ब्याङ्क भयो। अर्को बाई रेन्ट, रेन्ट तिरेको छ 500 रुपियाँ। ल अब अर्को हेरौँ 12/28 को। गुड्स सोल्ड फर ₹8,000 एन्ड रिसिभ क्यास 5,000 अन्ली भन्छ। रिसिभ भनेपछि कहाँ जानु पर्यो, डेबिटमा जानु पर्यो होइन, कन्ट्राइन्टी होइन। 12/28 टु सेल, सामान बेचेर पैसा आयो। कति आयो पैसा, 5000 क्यास आएको। ल अब क्लोज गरौँ होइन, क्लोज त गर्नु पर्यो। यो कम्प्लिट गर्नु खोजे आज चाहिँ है, एउटा चाहिँ कम्प्लिट गरिदिउँ न। मलाई लाग्छ यो लगभग यो च्याप्टर यति नै हो। यति गर्दाखेरि मलाई लाग्छ सबै बुझ्नुपर्छ। ल क्लोज गरौँ त। क्लोज गर्न कसलाई आउँदैन, नआउने जति भन्नु पर्यो, मलाई आउँदैन भन्नु पर्यो। यो नै छोटो भएछ क्या। ल क्लोज गर्नु त। अब पहिला के गर्ने, पहिला क्यासको अमाउन्ट जोड्ने। यता है क्यासको अमाउन्ट जोड त कति आउँछ, यताको क्यास र यता क्यास जोड्ने। जोड, एउटा 20,000, 25, 27,700 छ हो। किन 20,000 प्लस 5,000 25, 25 र 2 27, 27,500 छ यता जोड्दाखेरि। यता क्यास जोड्दा कति छ, 6,000 छ। कता पुगेन, क्रेडिट साइडमा पुगेन नि, क्रेडिट साइडमा पुगेन। कतिले पुग्दैन त, थाहा भइहाल्यो कतिले पुग्दैन। 27,500 मा के गर्नु पर्यो, 27,500 मा कति माइनस गर्नु पर्यो, 6,000 माइनस गरौँ। कति आउँछ, 21,500। यहाँ थप्नु पर्यो 21,500 थप्नु पर्यो। थपेर थपेको पैसालाई के भन्छ, 12/31 बाई ब्यालेन्स सिडी। थपेको पैसालाई सिडी भन्ने। अब ब्याङ्कको हेर्नु पर्यो फेरि त्यसरी, ब्याङ्कको हेर्नु पर्यो। ब्याङ्कको दुवै साइडको अमाउन्ट जोड, ब्याङ्कको दुवै साइडको अमाउन्ट जोडौँ त। ब्याङ्कमा यता यता आउँछ, ब्याङ्कमा कति
52,000 छ 52,000 छ यता जोड्दा कति आउँछ यता जोड्दाखेरि ओके 6,000 7,000 आउँदो रहेछ यता चाहिँ 7,000 आउँछ भनेपछि यतै पुग्दैन फेरि क्रेडिटमै पुग्दैन कति आउनुपर्छ 52 मा माइनस 7,000 गर्नु पर्यो 45,000 पुग्दैन त्यसैले त्यही ब्यालेन्स सिट यसैमा 45,000 मैले लेखेँ होइन डिस्काउन्टमा के पनि नै ल अब टोटल गरिदिउँ सिडी आउने बित्तिकै टोटल गरिहाल्ने ल सिडी आउने बित्तिकै टोटल गरिहाल्ने यसलाई मेटिदिउँ त ल सिडीलाई बिडी बनाउने ए टोटल गर्नु बिर्सेछ त हौ यता कति थियो अरे यता 27,700 थियो त्यसैले 27,700 27,700 यहाँ पनि 27,700 होइन ए कसरी आयो 27,500 मात्र आयो पखाउनु है के गरेँ मैले 27,700 कति रे त एकैछिन है यहाँ हिसाब गडबड हो के हो 20,000 म 20 25 2 27 ठिकै छ त 27,700 मा माइनस कति गर्नु पर्यो 4 2 6,000 6,000 गर्नु पर्यो ओके 21,700 रहेछ है 500 होइन 500 चाहिँ होइन 700 चाहिँ हो 21,700 है हो ल अनि यता कति आउँछ त यहाँ 52,000 आउँछ यहाँ 52,000 यहाँ पनि 27,700 यहाँ 52,000 डिस्काउन्टको के गर्ने डिस्काउन्ट के पनि नगर्ने डिस्काउन्टको माथि जति छ त्यति अमाउन्ट राखिदिने ल कति छ यहाँ 500 रुपियाँ छ क्रेडिट साइडमा 500 डेबिट साइडमा कति छ 300 टोटल पनि गरिदिउँ सिडीलाई बिडी बनाइदिउँ सिडीलाई बिडी कता बनाउँ त यता ल्याउनु पर्यो यता भनेपछि 12 यहीँ सक्यो 1 महिना 1 गते 2 ब्यालेन्स बिडी कति क्यासमा 21,700 21,700 another one 45,000 गरेर यसरी अन्त्य गर्ने के चाहिँ बुझेन होला अब च्याट बक्समा भन्नु पर्यो मलाई ल के चाहिँ बुझेन मलाई च्याट बक्समा भन्नु पर्यो ठिक छ बुझ्नुभयो अब च्याट बक्समा राख्नु है भट्टाभट के बुझेन के भएन सरासर गरिदिएछु ल च्याट बक्स हेरौँ अब के भन्यो वी विन रे के विन गर्यो मिलेर भने हो ए अहिलेको विन हो 300 र 270 वाला त्यो ठिक छ सर थ्योरी पनि नेपालीमा लेखिदिनु होला थ्योरी विशाल बुढा ल यहाँ कसले चेवान श्रेष्ठले के यो बनाइदेखाएको हो के बनाएको भाउ मैले रङ गरेँ हो रङ गरेँ क्या हो साँच्चै पाउनुहोस् है त मलाई पनि चेक गर्नु पो मलाई यिनीहरूले आज देखाएर पाउनुहोस् है होइन ठिकै छ के अरे 5 2 6,000 7,000 7,000 माइनस त हो नि 52 मा 7 45 ठिकै छ त यो 40 मिलियन के हो सर एउटा सिम्पल पिटी क्यास र एनालाइटिकल पिटी क्यास बुक बाँकी नै छ तपाईले क्यास बुकमा पढाएको छ क्लासमा पिटी क्यास बुक 27,700 हुन्छ हुनुपर्ने नि सर है त्यति त मैले लेखे जस्तो लाग्छ आउँछ ओके डेबिट साइडको क्यासमा ओके अनि अरु के सर मिस्टेक भयो 27,700 हुन्छ तपाईले हो मैले सच्याए ओके ब्याङ्कमा 4,000 ब्याङ्कमा 40,000 हो र साथी हो केही पनि बुझेन धमन राज पाण्डे आजै जोइन भएको हो
क्लियर छ सर सर क्लोजिङ बुझेन क्लोजिङ गरेको नबुझेको मैले एक नै लेखेँ होला डेट त बुझेन बाई ब्यालेन्स सिट 7,000 45,000 होला है 4500 हो र 45,000 होला 1000 है 1000 4500 होइन सही छ के ओके पढाएको छैन सर ओके अघि पिडी क्यासन पढेको छैन भने होला 12 ठिक छ सर मिल्यो रे फेरि एकजनाले हो पवनले मिलायो रे ओके सर यो भन्दा अगाडि कतिको युनिट पढाइ भएको छ लजा योभन्दा अगाडि के पढ्यो हामीले योभन्दा अगाडि अकाउन्टिङ इक्वेसन पढ्यो इक्वेसन पछि जर्नल पछि लेजर पछि ट्रायल ब्यालेन्स पछि सब्सिडारी बुक पछि यहाँ यो पढ्यो सर हल्का एक्सप्लेन गरिदिनु न सबै क्वेसन नै ए हस् ल फाइनल गर्न पढेको छैन ल एकचोटि सरस्वती म फेरि भनिदिन्छु भन्नु भने एकजना साथीले त्यसैले म भन्नु पर्यो है त ल पिडी क्यास बुक नपढाइ नै हुन्छ पिडी क्यास बुक खास नपढाइ नै हुन्छ होइन अब हुनु चाहिँ हुन्छ अब तपाईँलाई होइन पढाउनु पर्छ सर भन्यो भने इक्जाममा हामीले त खै मैले चाहिँ अहिलेसम्म कलेजहरूमा कतै कलेजहरूमा यसो पिडी क्यास भन्नेहरू पनि सोधेको हामीले म आफू पनि सोधिरहेको हुँदैन होइन त्यो खासै केही अलिक ऊ नै छैन होइन इम्पोर्टेन्ट भन्दा पनि सजिलै टाइपको हुन्छ त्यो गाह्रो छैन त्यो त्यसैले खास पढाइँदैन ल म एकचोटि फेरि यो बुझाइदिन्छु अनि फेरि गफ गरौँला अलिकति टाइम बाँकी रहन्छ होला अनि एउटा क्वेसन तपाईँहरूलाई यहाँ क्वेसन आइसकेको छ धेरैजना साथीहरूले ल अब यो 1 नम्बरको ब्यालेन्स सिट हेर्नुहोस् है तपाईँलाई यो भर्खर सबै भनिदिनु न सर भन्ने साथीहरूले चाहिँ यो चाहिँ बुझ्नु पर्यो मैले अघिदेखि भनेको छु यो क्यास बुक पढ्दाखेरि क्यास अथवा चेक के भइरहेछ क्वेसनमा ठ्याक्कै थाहा पाउनु पर्यो इन भएको छ अथवा रिसिभ भएको छ भने डेबिटमा जाने डेबिट साइडमा रेकर्ड गर्ने भने बुझ्ने अथवा क्यास अर चेक पेड छ भने पेड भनेको तिर्नु पेड छ भने त्यो भनेको आउट चेक आउट छ भने चाहिँ फेरि कहाँ जानु पर्यो क्रेडिट साइडमा जानु पर्यो यसको आधारमा जस्तो 1 महिना 1 गतेको त बुझियो होला 1 गतेको त क्यास इन ह्यान्ड क्यासमा 20,000 ब्याङ्कमा 50,000 अर्को हेर्नु 12 महिना 5 गतेको त सामान किन्दाखेरि यो त वान साइडेड एरर हो अनि वान साइडमा रेकर्ड हुने टु साइडमा रेकर्ड हुनेले त कन्टेन्टै हुनु पर्यो कन्टेन्ट यो एउटा मात्रै छ भने है 1216 मा अरू सबै एक साइडमा पर्चेस गुड्स सामान किन्दाखेरि सामान पैसा जान्छ पेड पनि भन्नु छ यही पेड पनि भन्नु त्यसैले क्रेडिटमा राख्यो क्यासमा 4,000 राख्यो अनि डिस्काउन्टमा 500 रुपियाँ राख्यो अनि बाँकी चेकबाट भनेको छ बाँकी कति हो र त 10,000 मा 4,000 यहाँ गयो क्यासमा गयो 500 रुपियाँ डिस्काउन्ट बाँकी 5,500 डिस्काउन्टमा भयो हैन ब्यालेन्स चाहिँ चेकमा भने चाहिँ थ्रु चेक अर्को रिसिप्ट आउँछ रिसिप्ट भनेको डेबिट साइडको आइटम हो डेबिटमा 2700 राख्यो अब डिस्काउन्ट कति हो भन्नु बुझ्न लागि 2700 भनेको 2700 रुपियाँ भनेको चाहिँ डिस्काउन्ट घटाएर आएको अमाउन्ट हो त्यसले 2700 डिस्काउन्ट घटाएर आएकोले डिभाइड बाई त्यो 2700 10% घटाउनुको मिनिङ के हो त्यो 90% हो हामीलाई चाहियो कति पर्सेन्ट 10% को त्यसले 10% गर्दा कति आउँछ त 300 रुपिस आउँछ हैन डिस्काउन्ट पनि आयो अनि पर्टिकुलर के लेखा त हेर्नु त पर्टिकुलर डेप्टर्सको मिनिङ के अब यहाँ किन भन्ने रिजन छैन क्या वाइ त्यो पैसा किन रिसिभ गरेको केही छ यो 2700 रुपियाँ पैसा किन रिसिभ गर्यो केही रिजन छ त छैन नि त्यो नभएको कारणले कोबाट आयो पैसा भनेर लेख्ने हो मान्छेको नाम लेख्ने मान्छेको नाम पनि छैन मान्छेको नाम भने यहाँ डेप्टर्स कस्टमरबाट आउँछ पैसा त्यसैले टु डेप्टर्स अकाउन्ट भनेर 2700 लेख्यो अर्को क्यास डिपोजिट इन्टु द ब्याङ्क यो कन्ट्राइन्टी भयो कन्ट्राइन्टी हुँदा हेर्नु त क्यास डिपोजिट भनेको ब्याङ्कमा गएर इन हुन्छ नि त हैन ब्याङ्कमा त इन हुन्छ ब्याङ्कमा जम्मा गर्नुको मिल्यो ब्याङ्कमा इन ब्याङ्कको इन भनेको डेबिट ब्याङ्कको डेबिटमा अमाउन्ट राख भने त्यसैले ब्याङ्कको डेबिट साइडमा राख्यो भने 2000 हैन अनि बिजनेसबाट क्यास आउट हुन्छ यो बेलामा त क्यास आउट भनेको सीआर क्यासको सीआर साइडमा राख भने चाहिँ क्यासको सीआर साइडमा यतातिर राख्यो हैन कन्टेन्ट यहाँ राख्यो डेबिट साइडमा यहाँ राख्यो हैन अमाउन्टले सिक्ने हो क्या इन र आउटबाट अमाउन्ट राख्ने अनि पर्टिकुलरमा चाहिँ रिजन राख्ने अब ब्याङ्कमा पैसा छ भने यहाँ क्यास लेख्नु भनेको छ पर्टिकुलरमा क्यासमा पैसा छ भने ब्याङ्क लेख्नु उल्टो गरिदिनु हैन पर्टिकुलर लेख्ने बेलामा अर्को स्यालेरी पे भएको छ स्यालेरी रेन्ट पे गरेको छ पे भनेको क्रेडिटमा जाने आइटम हो त्यसैले क्रेडिटमा राखिदिए
हेर्न त स्यालेरी पनि तिरेको रेन्ट पनि तिरेको होइन किन तिरेको स्यालेरी तिरेको किन पैसा गयो यो 1500 रुपियाँ भने त्यो भनेको हो स्यालेरी रेन्ट गएको त्यसैले तिरेको त्यसैले रिजन यही आयो अनि चेक तिरेको हुनाले ब्याङ्क कलुमा राखेँ 1000 रुपियाँ र 500 रुपियाँ होइन ब्याङ्क कलुमा राखेँ यो 1000 रुपियाँ र 500 रुपियाँ चाहिँ ब्याङ्क कलुमा राख्यो अनि अर्को सामान बेचेर 8000 को सामान बेचेको क्यास मात्रै कति लियो 500 रुपियाँ मात्रै क्यास लियो भनेको छ मैले के भनेको छु उधारो कारोबार यहाँ रेकर्ड हुँदैन अनि क्यास लिएको कति मात्रै हो 8000 को सामान बेचेर 5000 मात्रै लियो मात्रै भनेको छ अरू पैसा खोइ अरू पैसा बाँकी हुन्छ बुझ्नु है अरू पैसा के हुन्छ बाँकी हुन्छ भनेपछि 8000 मा तिमीले तिरेको 5000 मात्रै हो तिरेको बाँकी 3000 चाहिँ के भयो यो बाँकी है यो बाँकी छ त्यसले बाँकी हामीले रेकर्ड गर्दैनौँ त्यसैले 5000 मात्रै राख्यौँ किन आयो यो पैसा 5000 पैसा किन आयो सामान बेचेर त्यसैले सेल्स अनि यसरी क्लोज गर्यो क्लोज गर्दाखेरि मैले फेरि भन्छु क्लोज गर्दाखेरि क्यासको दुवै साइडको क्यासको अमाउन्ट जोड्ने हैन जोड्दाखेरि जुन साइडमा थोरै आउँछ त्यहाँ पैसा थप्ने कति पैसाले कम आउँछ त्यो पैसा थप्ने जस्तो यहाँ हेर्दाखेरि यता क्यास जोड्दाखेरि 27700 आउँछ यता जोड्दाखेरि कति आउँछ त यता जोड्दाखेरि 6000 मात्रै आउँछ अनि कति हजार पुग्नुपर्छ त यो 27000 पुर्याउनलाई यतै क्रेडिट साइडमा थोरै भयो नि त त्यसैले क्रेडिट साइडमा 21700 थपेको ब्याङ्कको पनि त्यसै गरे एक साइडमा 52000 आयो 52,000 आयो अर्कोपट्टि कति आउँछ त अर्कोपट्टि 6000 7000 आउँछ अर्कोपट्टि 7000 आउँछ एक साइडमा 7000 अर्को साइडमा 52000 भनेपछि 52000 ठुलो भयो भनेपछि 52000 पुर्याउनुको लागि कति थप्नुपर्छ त थोरैमा भनेपछि 45000 थप्दाखेरि 52000 आउँछ त्यसो थपेको पछिले के भन्ने टु ब्यालेन्स सिडी भन्ने अथवा बाई ब्यालेन्स सिडी भन्ने त्यही ब्यालेन्स सिडीलाई तल के हुन्छ टोटल गरिसकेपछि टोटलको चाहिँ यही धेरै जति यही टोटल धेरै अमाउन्टलाई यहाँ ल्याएर राखे कि यता अनि यही 52000 लाई फेरि यता 52000 लगेको नपुगेको यहाँ माथि थप्दिएको यसरी हैन नपुगेको यो थपेको अब यसरी बुझ्नु पर्यो सिडीलाई बिडी बनाएको ल 1231 थियो 1 बनाए यसलाई ल यस्तो भयो ठीक छ बुझ्नुभयो अब नबुझे पनि बुझ्नु पर्यो बीआरएस स्टेटमेन्ट पढाएको छैन फुल नेम मेरो पुरा नाम भने कसको नाम ए बीआरएस नेक्स्ट च्याप्टर कन्टिन्यू हुन्छ यसपछि कुन च्याप्टर यो पछि बीआरएस हुन्छ है अर्को गुड नाइट सर भन्यो ल ठिक छ यति नै हो अरू केही छ यादव के लिए इतिहास बनाई कोही बढी ए त्यो जथा भावी नलेख त बुझ्यो सर क्वेसनको फोटो टन्न दिनु न यादव ल एकजना साथीले यहाँ फोटो हालिदिनु भएको त्यही क्वेसन हो तपाईँले हालिदिन्छु है त देखाउँछु है त पक्नु है त यहाँ माथि कहाँ थियो च्याट गयो सबै भन्नुहोस् है एकजना साथीले टन्न हाल्नुभएको थियो क्या यत्तेरी गएछ पक्नु है तपाईँले यहाँ च्याट मैले डाउनलोड गरेर जस्तो लाग्छ पक्नुहोस् है त म यहाँ च्याट बक्समा हेर्छु उयो फोटोमा मैले डाउनलोड गरेर जस्तो लाग्छ ल यहाँ आयो यो सबै ल गर्नु यो कति क्वेसन गर्नु ल गर्नु अब यहाँ एकजना अर्को एकजना साथीले राख्नु भयो हेमन्त बुढा ल हेमन्त बुढाले राखे जस्तै मैले त्यही क्वेसन राखिदिएको है यहाँ कति गर्ने यहाँ यी डबल कलमवाला छ ट्रिपलवाला गर्नु होइन यो क्वेसन डाउनलोड गर्नु यी चाहिँ आन्सर पनि तल तल छ आन्सर पनि ल एक्जाममा आउने टाइपको क्वेसन चाहिँ यस्तै हो है एक्जाममा आउने यस्तै टाइपको कति क्वेसन र होइन कति गर्ने ल त्यसो भए आजलाई मैले यति नै हो यहाँ पनि आयो क्वेसन यो त मैले पहिले देखेको हो क्या मैले बनाएको क्वेसन जस्तो यार यो त मैले बनाएको क्वेसन हो क्या हो यो मैले बनाएको क्वेसन जस्तो लाग्यो यो चाहिँ हो कहाँबाट आयो यो क्वेसन त मैले नै कता कता मैले पनि बनाएको लाग्न थालिसक्यो ब्याङ्क क्यास बुक होइन हामीले ब्याङ्क क्यास बुक होइन हामीले के गर्यो कहाँ छ यो क्वेसन क्यास बुकवाला ल यो क्वेसनमा छैन के हो ल ठिक छ अब सर बीआरएस भनेको के हो बीआरएस भने ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेको त्यो पछि बुझाउँछ ल मिनिङ सर यो हिसाब कति मार्क्सको आउँछ तपाईँहरूको इक्जाममा यो हिसाब आउने भनेको
धेरै म्याक्सिमम मार्क्स दियो भने 5 मार्क्सको नत्र भए 3 मार्क्सको है 3 मार्क्सको स्क्रिनसट गर्नुपर्छ र यो अघि राखिदिएको क्वेसन ए पर्दैन ल डाउनलोड गर्नु न त्यो डाउनलोड गर्नु अन गरेर है डाउनलोड गर्नु धीरेन्द्र यादवले यत्रो धेरै क्वेसन कहाँबाट राखिरहेछ अकाउन्ट दिएको छ ए यहाँ रहेछ है बिआरएस क्वेसन पनि यहाँ रहेछ ल यो मैले पहिले पढाएको कहाँ मैले नै बनाएको कि जस्तो थालेको स्क्रिनसट सर एक्जाम टोटल कति नम्बरको आउँछ आमामा धीरेन्द्र यादव अब यहाँ कति मार्क्स आउँछ भन्नु भने तपाईँले थ्योरी बढी आए 25 मार्क्सको बाँकी जम्मै न्युमेरिकल थ्योरी बढी आए 25 मार्क्स जम्मै बाँकी न्युमेरिकल अभाइलेबल छ ओके हिसाब त्यही त 75 मार्क्समा जम्मा 25 मार्क्सको थ्योरी बढी भए 25 मार्क्स बाँकी सबै न्युमेरिकल हिसाब आउँछ हिसाब टोटलमा 75 हो टोटलमा 75 हो थ्योरी र प्र्याक्टिकल गरे थ्योरी र न्युमेरिकल गरेर त्यो 75 मध्ये 25 मार्क्स जतिको थ्योरी आउँछ बाँकी सबै 50 मार्क्स जतिको न्युमेरिकल आइहाल्यो 50 मार्क्स जति ल सर तपाईँले पठाएको क्वेसन कहाँ हो ए मैले नै हो मैले पठाएको यो क्वेसन ल ठिकै छ तपाईँले देखाउनु भएको थियो क्वेसन यही होला माथिको है हुन्छ म भोलि तपाईँलाई दिउँला यो क्वेसन चाहिन्छ भने पनि ल आजलाई यति नै बाई गर्नुपर्छ हामीले होइन र यहाँ धेरैजना साथी त निस्किनु सक्नुभयो अन्त हामी मात्र यहाँ कराएर सर यदि कुनै क्वेसनलाई अढाई गरेर छोड्यो भने मार्क्स दिनु छ आधा गरेर हुन्छ आधा गर्दाखेरि नै मार्क्स आइहाल्छ नि हुन्छ ओके सी यू टुमोरो है त अब भोलि भेटौँ त्यसो भए ल ओके सी यू टुमोरो ओके गुड नाइट साथी हो सबैजनालाई गुड नाइट ल बाँकी भोलि अब लगभग यो च्याप्टरलाई म भोलि लास्ट गर्छु हुन्छ होला जहाँसम्म लाग्छ ठिक छ भोलि लास्ट गर्दा हुन्छ नि ह्याभ अ गुड नाइट रे गुड नाइट ल भोलि लास्ट गरौँ अनि त्यसपछि पर्सिबाट हामी नयाँ च्याप्टरमा छिर्नुपर्छ फेरि बिआरएसमा हुन्छ हस् गुड नाइट ह्याभ अ स्विट ड्रिम टु एभ्री वान बाई